अस्ट्रेलियामा हुने मेरो साथीहरूको नुवाकोट हो घर होइन, उहाँहरूको कतिजना आफ्नो रिलेटिभहरू त अब हुनुहुन्न नै, घर गाउँ केही पनि छैन। अब भगवान्को कृपाले गर्दाखेरि मेरो जो साथी मैले नुवाकोटको चिनेको थिएँ उहाँ चाहिँ अलिकति 5 मिनटको डिस्टेन्सले बस्नु भएको छ। मेरो कल लागिरहेको थिएन, तर आज चाहिँ म बोल्न पाएँ उहाँसँग। उहाँले भन्दै हुनुहुन्थ्यो केही नै रहेन नानी, अब अनि मैले लाइन पनि छैन के गर्नुहुन्छ भन्दाखेरि अब हामी त ढुकी कुटेर भए पनि चामलहरू खान्छौँ, जे पनि गर्न सक्छौँ, तर हाम्रो छेउछाउकोहरूलाई एकदमै गाह्रो छ भन्नुभएको छ। हामीले सकेसम्म पहल त्यो जहाँ गाह्रो भएको छ र जहाँ केही पुगेको छैन त्यहाँ पुर्याउने हाम्रो पहल छ। र सबैजनालाई म यही भन्न चाहन्छु, हजुरहरू नआत्तिनुहोस्, हाम्रो सहयोग हामी छौँ। हामीले त्यहीँ आएर केही गर्न नसके पनि हामीले यहाँबाट चाहिँ हामीले सक्दो प्रयास गरिरहेको छौँ। हजुरहरूको लागि कामना छ अनि एकदमै धैर्य धारण गरेर बस्नु होला, बलियो भएर बस्नु होला। अनि जो अलिक अब आफन्तलाई भेट्न जान्छु दुःख पर्यो भनेर हिँड्दै हुनुहुन्छ प्लिज नहिँडिदिनु होला होइन। अब अझै पनि आउँछ, अर्को पनि बाढी आउँछ भनिरहेको छ, त्यही भएर एकदमै सचेत रहनु होला, जहाँ हुनुहुन्छ त्यहीँ बस्नु होला, स्टे सेफ भन्न चाहन्छु। धन्यवाद।